बोर्डर कडाई गर्नु सही कि गलत होइन? गरिबी खतम कि गरिब खतम भन्ने जस्तो लाग्यो। यस विषयमा चाहिँ थोरै कुराहरू बोल्न मन लाग्यो। बारेमा कुरा गरौँ। जनताले दैनिक रूपमा युज गर्ने सामानहरू, दैनिक उपभोग गर्ने सामानहरूको कुराबाट चाहिँ आधारभूत दैनिक युज हुने सामानहरू जस्तै दाल चामल चिनी सब्जी होइन, यस्तो कुराहरू जुन कुराहरू नेपालमा पनि उत्पादन हुन्छ तर हामीले चाहिँ सधैँ बाहिरबाट इन्डियाबाट मगाइरहेका हुन्छौँ। जब बोर्डरमा कडाइ हुन्छ तब भन्सारतिर ल्याउनुपर्छ होइन। अनि भन्सारतिर ल्याइसकेपछि त्यो सामानहरूको मूल्य बढ्छ। सधैँ हाम्रो नेपालमा के भइरहेको, नेपालमा उत्पादन भएका सामानहरू महँगो पर्ने, बाहिरबाट आउँदाखेरि सस्तो पर्ने। किन त भन्दा हामी भन्सार तिर्दैनौँ, भन्सार नतिरिकन ल्याइरहेको सामानहरू सस्तो पर्न जान्छ र नेपालमा चाहिँ उत्पादन भएको महँगो पर्ने हुनाले नेपालीहरूले उत्पादन गर्नै छोडेर बाहिरबाट धेरै सामानहरू युज गर्न थाले। जब बोर्डरमा टाइट भइसकेपछि के हुन्छ, अब नेपालको सामानहरू नेपालमा बिक्न थाल्छ होइन। जब बिक्री हुन थाल्छ, जब किसानहरूले राम्रो बजार पाउँछन्, तब खेती किसानी गर्नेको सङ्ख्या बढ्न थाल्छ। किसानहरू खुसी हुन्छन्, अझ धेरै उत्पादन गर्न थाल्छन् र बाँकी रहेको होइन बाँझो भएको खेत जमिनहरूमा फेरि उब्जाउने सुरु हुन्छ र उनीहरूले बजार पाइसकेपछि राम्रो आम्दानी पनि गर्न सक्छन्। जसले गर्दा के हुन्छ, हामीले हाम्रै देशको सामानहरू युज गर्न पाउँछौँ र हाम्रै देशको किसानहरूको चाहिँ आर्थिक स्तरमा चाहिँ किसानहरू बढ्छ। अनि प्रशस्त ताजा सब्जीहरू, यही नेपालको सब्जीहरू नेपालमै पाउन थाल्छ। तब चाहिँ किसानहरूको आम्दानी बढ्छ र किसानहरूलाई पूर्ण रूपमा पहिलो प्राथमिकतामा किसानहरूलाई फाइदा हुन्छ। जब हामीलाई चाहिने लत्ता कपडाहरू, इलेक्ट्रोनिक सामानहरू जस्ता विभिन्न सामानहरू जो नेपालमै उत्पादन गर्न पनि सकिन्छ र हामीले चाहिँ अहिले बाहिरबाट ल्याएर युज गरिरहेछौँ, इन्डियाबाट ल्याएर युज गरिरहेछौँ भने त्यो सामानहरू हामीले इन्डियाको पसलहरूमा गएर नकिनेर नेपालकै पसलहरूबाट किन्न थाल्यो भने नेपालका व्यापारीहरूको व्यापार राम्रो हुने भयो। हाम्रो चाहिँ बोर्डरको सहरहरू, इन्डियन सहरहरूमा दिनमा करोडौँको व्यापार हुन्छ तर त्यही नेपालको सहरहरू पसलहरूमा चाहिँ हजारको व्यापार गरेर बसिरहेका हुन्छन्। जब हामीले नेपालकै व्यापारीबाट सामानहरू किन्न लाग्छौँ, यहाँको व्यापार व्यवसाय फस्टाउँदै जान्छ। जब व्यापार फस्टाउँछ अनि यहाँको स्कोप राम्रो हुन्छ अनि लगानी गर्ने वातावरण बन्छ, धेरै व्यापारीहरूको आगमन हुन्छ होइन। धेरैजना चाहिँ व्यापारमा संलग्न हुन्छन् र के हुन्छ, जुन हाम्रो यो विदेश पलायन हुने क्रम पनि अलि रोकिन मद्दत गर्छ जस्तो लाग्छ। किनभने यहाँ केही नभएर गर्न सकिन्न भन्ने हिसाबले बाहिर गइरहेको धेरै हुन्छ। जब यहीँ नेपालमै गर्न सकिन्छ, व्यापार व्यवसाय राम्रो छ भने त यहीँ गर्न थाल्छन्। अनि जब व्यापार व्यवसाय राम्रो हुन्छ त्यो भएपछि सरकारले कर पनि पाउँछ होइन। किसानले सामानहरू बेच्न पाइरहेछन्, व्यापार व्यवसाय राम्रो छ भनिसकेपछि अनि यहाँ चाहिँ ठुल्ठुला इन्भेस्टरहरू आउँछन्, लगानीहरू गर्न थाल्छन्, कम्पनी उद्योग धन्दाहरू खुल्न थाल्छ। अनि के हुन्छ, हामीले जुन बाहिर विदेशबाट सामानहरू ल्याइरहेका छौँ, सामानहरू बाहिरबाट ल्याउनको लागि के हुन्छ, इन्डियन बोर्डर मात्र भएन, जस्तो अन्त बाहिरबाट पनि आउँछ, इन्डियाबाट हुन्छ। सबै सामानहरू भन्सार लगाइसकेपछि के हुन्छ, कस्ट महँगो हुन जान्छ। अनि के हुन्छ, हामीले बाहिरबाट सामान ल्याउनको लागि हामीले चाहिँ ब्याङ्कमा लोनहरू गर्नुपर्ने, एलसीहरू खोल्नु पऱ्यो, अरू कागजातहरू मिलाउनु पऱ्यो, धेरै कुराहरू गर्नुपर्छ। जब नेपालमा व्यापार व्यवसाय राम्रो हुन्छ, लगानीको वातावरण बन्छ र प्रतिफलहरू प्राप्त गर्ने आधारहरू देखिन्छ अनि इन्भेस्टरहरूले लगानी गर्न थाल्छन्। जब लगानीहरू बढ्दै जान्छ, प्रशस्त उद्योग धन्दाहरू खुल्छन्। जब उद्योग धन्दाहरू धेरै खुल्सिएपछि उनीहरूले जुन वस्तुहरू उत्पादन गर्छन् त्यसपछि के हुन्छ, बजार मूल्यमा पनि समायोजन हुन्छ होइन। एकलौटी अधिकार रहेका कतिपय सामानहरू जब हाम्रै कम्पनी नेपालबाटै उत्पादनहरू हुन थाल्छन् तर त्यसपछि मूल्यहरू पनि समायोजन हुँदै सस्तोमा आउन थाल्छ। अब उद्योग कल कारखानाहरू खुल्न थाल्छन् अनि तब उद्योग कल कारखानालाई कर्मचारी कामदारहरूको आवश्यक पर्छ र त्यसको चाहिँ परिपूर्ति नेपालबाटै गर्छ। यहीँको जनसङ्ख्याबाट, यहीँको व्यक्तिहरूबाट, यहीँको लोकल ठाउँबाट चाहिँ उनीहरूको योग्यता अनुसारको चाहिँ हायरिङ हुन्छ होइन। त्यसपछि यहाँकै जनताहरूले चाहिँ जागिर पाउन थाल्छन्। जब जागिर पाउँछन् उनीहरूको आर्थिक अवस्था या क्रय शक्ति चाहिँ बढ्न थाल्छ होइन। क्रय शक्ति बढ्न थाल्नु भनेको उसको क्षमता वृद्धि हुनु हो। अनि जब क्षमताहरू वृद्धि हुन्छ त्यसपछि उनीहरूले अरू सामानहरू किन्न सक्ने क्षमता भएपछि उसले चाहिँ गर्ने आर्थिक क्रियाकलापहरू पनि लगानी बढ्छ या जब व्यापार बढ्छ लगानीको सिर्जना हुन थाल्छ होइन। धेरैले लगानी गर्न इच्छुक हुन्छन् अनि आफ्नो पैसा यतिकै बचत गरेर राखिराख्नुभन्दा लगानी गरेपछि व्यापार भएपछि त फाइदा पनि हुने भयो। मान्छेहरू व्यापारतिर आकर्षित हुन्छन्, लगानी गर्छन् र लगानीको प्रतिफल चाहिँ राम्रो प्राप्त गर्छन्। जब लगानी राम्रो हुन्छ तब सम्पूर्ण चाहिँ
पक्षहरूलाई चाहिँ फाइदा हुन थाल्छ। उदाहरण दिन चाहन्छु, जस्तै हामीले सधैँ प्रयोग गरिरहने चिनी होइन, चिनी कसरी उत्पादन हुन्छ त? चिनीको मुख्य र मेटेरियल भनेको उखु हो। उखु उत्पादन गर्ने किसान हो होइन, किसानले उखु उत्पादन गर्छ, त्यसपछि चिनी मिलसम्म पुग्छ, मिलबाट चाहिँ चिनी उत्पादन भएर व्यापारीसम्म पुग्छ, व्यापारीले सामानहरू बेच्छ, घर घरमा पुग्छ होइन। यही के हुन्छ, यही चिनी चाहिँ नेपाली चिनी 100 रुपियाँ पर्छ, त्यही चिनी इन्डियन चिनी 60 रुपियाँ पर्छ होइन। जब हामीले सामान लिएर आएँ अनि नेपाल आएपछि भन्सार तिर्नु नपरेपछि त त्यो 60मै आउने भयो। अनि यो ग्याप चाहिँ 140को देखियो, 100 - 60 गर्दाखेरि कति युज गर्छौँ? 5 किलो, 10 किलो, 20 किलो, लाइक 100को चिनी 60मा किन्दाखेरि हामीलाई चाहिँ 1 किलोमा 40 फाइदा हुन्छ। यदि महिनामा 5 किलो युज गर्छौँ भने 200 होइन, 10 किलो गर्छौँ भने 400 र यदि 20 किलो गर्छौँ भने 800। सोचौँ त, हामीले यी 800 बचाउनको लागि हामीले हाम्रो उद्योग धन्दाहरू, हाम्रो किसानको चाहिँ खेतहरू बाँझो बनाइरहेका छौँ होइन। उनीहरूको रोजी काम गर्ने त्यो जुन उखुबाट आम्दानी गर्ने बाधाबाट त्यो कम गराइरहेका छौँ। किन भन्दा हामीले 800को लोभ गर्छौँ, तर हामीलाई धेरै घाटा भइरहेको छ, हामीलाई देशलाई धेरै घाटा भइरहेको छ। किनभने जुन हामीले सस्तोमा पाएपछि यहाँको चिनी किन्दैनौँ होइन। अनि यहाँ के हुन्छ, यहाँको किसानहरूले मूल्य पाउँदैन उखुको, किन भन्दा उताबाट सस्तो आइरहेछ, यहाँ महँगो छ। जब मूल्य पाउँदैन अनि मिलहरूले चाहिँ समयमा उसलाई भुक्तानी गर्न सक्दैन, अनि जब 1 वर्ष 2 वर्ष त्यस्तो भएपछि अर्को वर्षदेखि के हुन्छ, जुन किसानहरूले उखु खेती गरिरहेको थिए त्यसपछि उनीहरूले उखु खेती बन्द गरेर अरू खेतीतिर जान्छन्। अनि के हुन्छ, अब नेपालमा उखु पनि उत्पादन नभएपछि हामी यसै पनि बाहिर विदेशको भर पर्नु पऱ्यो, इन्डियाको होइन। पछि त झन् अब उत्पादनै नभएपछि त यसै पनि भर पर्नु पऱ्यो। अब यसैलाई चाहिँ पोजिटिभ तरिकाले हेरौँ होइन। यदि बोर्डरमा कडाइ भयो भने उताको सामान आउँदाखेरि भन्सार लागेर आउँदाखेरि यहाँको नेपालकोसँग 60को चिनी 100 पुग्यो भनौँ, नेपालको पनि 100 छ भनेपछि के हुन्छ, एउटै पैसामा उत्पादन हुने भएपछि कृषकहरूले के गर्छ, यहाँ त अब आम्दानी देख्छ नि त, आम्दानी देखेपछि लगानी गर्न थाल्छ, लगानी गर्छ र बाँझो भएको खेतबारीहरूमा सबैमा खेती गर्न थाल्छ। खेती गरेपछि के हुन्छ, प्रशस्त उत्पादन भएपछि उद्योगले प्रशस्त मेटेरियल पाउने भयो र उद्योग पनि बन्द हुनुबाट बस्ने भयो। उद्योग चलेपछि के हुन्छ, व्यापारीले चिनी पाउने भयो र त्यही चिनी जनताको घर घरमा पुग्ने भयो। जब आम्दानी देख्छन् अनि किसानहरूले चाहिँ काम गर्न थाल्छन्, खेती योग्य जमिनहरूको उपयोग हुने भयो र त्यसबाट के हुन्छ, एक किसानले उत्पादन गर्छन् अनि उद्योगले खरिद गर्छ अनि व्यापारीलाई पठाउँछ, व्यापारीले घर घरमा पठाउँछ होइन। त्यो गर्दा के हुने भयो, उत्पादन गरिसकेपछि ट्याक्स तिर्छन् अनि यता व्यापारीहरूले मुनाफा पाउँछन्, किसानले चाहिँ आम्दानी गर्छन् र के हुने भयो, समग्रमा के हुने भयो, किसानलाई पनि फाइदा हुने भयो, उद्योगलाई पनि फाइदा हुने भयो, व्यापारीलाई पनि फाइदा हुने भयो। हामीले तिर्नुपर्ने के हो, पैसा खासै धेरै फरक पर्दैन होइन। जब यसरी चाहिँ व्यवसायहरू सञ्चालन हुन थाल्छ, नाफा राम्रो कमाउन थाल्छ, अर्को कम्पनीहरू अरू कम्पनीहरू पनि आउँछन् होइन। त्यो भएपछि के हुन्छ, यो सबै खेल के हुन्छ, डिमान्ड एन्ड सप्लाईको हुन्छ होइन। जब डिमान्ड एन्ड सप्लाई चाहिँ मिल्छ त्यसपछि प्राइस अटोमेटिकली समायोजन हुन्छ, हामीले सस्तोमा सामान पाउन थाल्छौँ। त्यसरी के हुन्छ, किसान, व्यापारी, लगानीकर्ता, व्यवसायी सबैले चाहिँ, सरकार सबैले चाहिँ यसबाट फाइदा पाउँछन् होइन। समग्रमा यसले देशको होल इकोनोमीलाई ग्रोथ गराउँछ र देशलाई विकास गर्न सहयोग गर्छ। जबसम्म हामीले ट्याक्स तिर्दैनौँ होइन, हामीले सबै लुकिछिपी सामानहरू लिएर आउँछौँ भनेपछि अनि देशमा भ्रष्टाचार हुन्छ भनेपछि यो देशको चाहिँ उन्नति हुन सक्दैन। किन भन्दा उन्नति हुन, इन्फ्रास्ट्रक्चरहरू डेभलप गर्न, नयाँ नयाँ नीतिहरूलाई चाहिँ कार्यान्वयन गर्नको लागि फन्डको आवश्यक पर्छ। त्यो फन्ड जुटाउने विभिन्न माध्यमहरूमध्ये यो पनि एक हो होइन। त्यसले हामीले गरेको कुराहरूले चाहिँ इन्डाइरेक्ट रूपमा हामीलाई नै घुमेर चाहिँ फाइदा दिइरहेको हुन्छ। त्यस भएर हामीले चाहिँ यसलाई चाहिँ पोजिटिभली लिनुपर्छ जस्तो लाग्छ मलाई। अनि यो जुन यो बोर्डरको नेपाल इन्डिया बोर्डरको कडाइले गर्दाखेरि गरिब जनताहरूले, गरिबले धेरै दुःख पायो भन्ने कुरा छ होइन। र गरिब मान्छेले इन्डिया गएर महिनामा कतिको सामान किन्छ, 2000, 4000, 5000, 10,000 होइन। गरिब मान्छेले त्योभन्दा धेरै त किन्न सक्दैन। 10,000को किनेर कति फाइदा गर्छ, 1000, 2000 होइन। तर के छ, यहाँ भन्दा विरोध गर्ने चाहिँ खास के हो भन्दा, यहाँ मान्छेहरूले इन्डियामा गएर बोर्डरको नजिक गएर लुकीछिपी लाखौँको चाहिँ मात्रामा सामानहरू किन्ने, त्यसपछि नेपाल लिएर आएर बिक्री गर्ने र मनग्गे आम्दानी गर्ने। न त्यसबाट सरकारले ट्याक्स तिरेको हुन्छ, न नेपालको कुनै चाहिँ व्यक्ति वा कुनै किसानलाई फाइदा पुगेको हुन्छ। के हुन्छ, त्यो पैसा सिधै इन्डिया जान्छ र पैसा जानु बाहिरिनु भनेको त्यो त अरूले पाउनु भने नेपालबाट बाहिर गइसक्यो, त्यो रिटर्न हुँदैन। इफ हामीले नेपालभित्रै गऱ्यो भने
के हुन्छ एकबाट अर्को अर्कोबाट अर्को नेपालमै रहन्छ कि त्यसले इकोनोमिक डेभलप गर्नमा महत्त्वपूर्ण योगदान गर्छ। एकबाट अर्को अर्कोबाट अर्को पैसा भनेको चाहिँ के हुन्छ सधैँ चलायमान हुनुपर्छ। एक ठाउँमा बसिरह्यो भने त्यसले चाहिँ मन्दीको सिर्जना गर्छ। र त्यस हुनाले यो विरोधको सबैभन्दा मेन कुरा पनि त्यही हो जस्तो लाग्छ। किन भन्दा जति गरिबहरूलाई भन्दा पनि त्यो जुन निश्चित केही वर्गहरूले चाहिँ जसको धेरै फाइदा लिइरहेछन् उनीहरूलाई सबैभन्दा घाटा परिरहेको छ अहिले।